स्थानीय सरकार सबैभन्दा नजिकको सरकार। आम नागरिकलाई जनतालाई कुनै पनि समस्या पर्यो भने सबैभन्दा पहिले सम्झिने सरकार पनि हो र स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ जोखिममा हामीले परेका नागरिकहरूलाई रेस्क्यु गर्ने र उहाँहरूलाई सहयोग गर्ने। त्यो विषयमा पनि स्थानीय सरकारको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसका साथसाथै हाम्रो संविधानले परिकल्पना गरेको जस्तै गरी तिनै तहको सरकार र तिनै तहको सरकारका विभिन्न सरकारवाला निकायहरू बीच समन्वय, सहकार्य र सहअस्तित्व हुन निकै जरुरी छ र समन्वय, सहअस्तित्व र सहकार्य विभिन्न कार्यक्रम नीतिमा मात्र नभएर हामीले गर्ने विभिन्न रेस्क्युका काममा पनि हुनुपर्छ र त्यसको एउटा उदाहरण आजको कार्यक्रम हो। विपद पर्दाखेरि दक्ष जनशक्ति तयार हुनु हामी सबैजनाको आवश्यकता हो र ती तयारी अवस्थामा रहनका लागि भने सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्यसैगरी महानगरपालिकाको नगर प्रहरी, रेड क्रस र स्काउट बीचको यो समन्वयकारी भूमिका अथवा भनौँ समन्वयकारी तालिम हामीले दिएका छौँ, जसले गर्दाखेरि भवितव्य पर्दाखेरि, विपद पर्दाखेरि दक्ष जनशक्ति नभएको कारणले गर्दाखेरि क्षति बढ्यो भन्ने खालको कुरा सुन्न